guys, welcome to my channel guys. होइन guys, म चाहिँ यहाँनिर आइसकेको छु फेरि तपाईँहरूलाई यहाँनिर हल्का उपस्थिति देखाउनको लागि। अनि म चाहिँ के भन्दैछु भने एकैडल्ला पर्खिरहेको छु यहाँनिर पेट्रोल पम्पमा पेट्रोल सेट्रोल हाल्यो अरे। यहाँ पछाडि पेट्रोल पम्प छ, पेट्रोल पम्पमा पेट्रोल सेट्रोल हाल्यो अरे। अनि त्यस पछाडि अब त्यही हो जानेको लागि यहाँनिर पुलमा बाइक अड्याएर यसरी खुट्टा राखेर लगाउँदै म चाहिँ बसिरहेको छु। अनि अब त्यही केटाहरू आउँछ। आज सानो सरप्राइज छ, त्यसकै लागि म अचानक त्यसरी आउनु परेको हो। त्यही भएर होइन, केटाहरू पनि छ, दुईजना चाहिँ नयाँ केटाहरू सरप्राइज देख्नुहुन्छ हजुरहरूले। अनि के भन्नु खोजेको भने मैले चाहिँ खासमा अनि आज हल्का केही चेन्ज ल्याउनेवाला छु मैले चाहिँ मेरो बाइकमा। सो अहिले चाहिँ देखाउँदिनँ कहाँ के कस्तो कसरी किन, अहिले एकछिन भन्छु ओर्छु अनि त्यतिखेरै देखाउँछु ओर्छु होइन। त्यही केटाहरूलाई पर्खिरहेको छु, आउँदै आउँदैन भक्क लागिसक्यो गाइस। त्यही हो, अहिलेसम्म भेट्नुपर्छ ल मेरो गाइस। तपाईँहरूलाई धेरै धेरै इन्टरटेनमेन्ट गर्दैछु ल। त्यही हो गाइस। यो चाहिँ आइसकेको छ र यो को हजुरहरूले गेस गर्नु सक्नु हुँदैन होला। तर अब यसले हेलमेट खोलेर देखाउनु पर्ने हुन्छ आफूलाई। प्रकाश भान्जा के जाँदैन अरे? कतिखेर? यहीँ आउँदैछ त चाहिँ मलाई भेट्न आइहालेको गाइस। यसले सरप्राइज दिइसकेको छ यहाँनिर चितुर चितुर। के भन्न चाहन्छस् त मेरो भ्लगमा भन्दै नि त एक दुईवटा तेरो शब्द। प्रगति गर्दै गर्नु होइन, दामी दामी भ्लग बनाउनु पर्छ अझै। अब यसको रहर हाम्रो रहर एउटै हो, यसलाई डट बनाउने चाहना हो। भर्खर दिएको यो चाहिँ सरप्राइज होइन त, हल्का बुलेट हरायो यो आयो होइन त। अब आउँछ, सुरु गरौँ कब चाहिँ अनि आउँछ मजा। अब त्यही हो गाइस होइन। ऊ हाम्रो भान्जा पनि आइसक्यो यहाँनिर। भान्जाले पेट्रोल हाल्छ, भान्जाले सायद पेट्रोल सेट्रोल हाल्छ ल। त्यही हो गाइस होइन। नयाँ कुरो के देखाउनु लागेको भन्दाखेरि यहाँ राम्रो होइन। अनि यहाँ भान्जा चाहिँ हाम्रो भान्जा आइसक्नु भएको छ हाम्रो समाजमा। त्यही हो गाइस। अब हामी भान्जालाई लिएर अगाडि बढ्न चाहन्छौँ। हामी 3 भाइ। हेलमेट ला मादर चुत। र गाइस अहिले त्यही हो, उतै गएर भेट्छु मैले। म बाइक चाहिँ कुदाएको देखाउँदिनँ, यसले नै भन्दै थियो धेरै बाइक कुदाएको मात्रै भयो भनेर। त्यही भएर अब अहिले चाहिँ उतै गएर गाइस हामी चाहिँ आइसकेका छौँ दिपेश स्टिकर हाउसमा होइन। तपाईँलाई केही स्टिकर टाल्नु ओर्नु छ भने, डिगल सिगल्सहरू बनाउनु ओर्नु छ भने म जान्छ। यो चाहिँ लोकेटेड छ हाम्रो 4 पानादेखि छेउमा नि सट्ट पाएर पेट्रोल पम्प छेउमा। उहाँ छ पेट्रोल पम्पदेखि सट्ट आएर सट्ट यहाँनिर सर आउनु भने ठ्याक्कै यहाँनिर तपाईँको दिपेश स्टिकर हाउस पाउनु सक्नुहुन्छ हजुरहरूले। त्यही होइन, यहाँ चाहिँ हामी 3 भाइको बाइक, एउटा दुईवटा अनि 3टा। त्यो बाइक चाहिँ हाम्रो न्यू डोङ्की बाइक। त्यही हो चाहिँ बिल्ला भाइ चोर ल। मेरो बाइकमा चाहिँ अब यहाँ नम्बर प्लेट टाल्ने काम हुँदैछ। नम्बर प्लेटै थिएन यत्रो वर्ष, त्यस्तै हो अब। सो नम्बर प्लेट हाल्दाखेरि चाहिँ यस्तो देख्छ, म्याच गुरुजीको बाइक जस्तो देख्दो रहेछ यार। फर्स्ट टाइम नम्बर प्लेट हालेको नि त मैले। ठिक छ, यहाँ चाहिँ हाम्रो नयाँ बाइक। ओहो गाइस अहिले चाहिँ यहाँ यस्तो हुँदैछ होइन। अब यहाँ के हुँदैछ भनेर चाहिँ अब लास्टमै देखाउँछ। र यहाँनिर हुनुहुन्छ हाम्रो यस दोकानको हाम्रो दाई, काम गर्ने दाई। हाम्रो यस दोकानको हाम्रो प्रोभाइडर चाहिँ हुनुहुन्छ हाम्रो दिपेश जिगु होइन। दिपेश जिगुलाई आएर भेटेर गरेर सामान फेर्ने ओर्ने अत्याधिक कामहरू गर्दा हुन्छ होइन। र यहाँनिर छ अर्को यो चाहिँ हावाको हो क्या, कामै नहुने कहिले। यहाँ स्टिकर हेर्दैछ, यहाँ के पाइन्छ अरू स्टिकरहरू हुन्छ, के ग्राफिक हुन्छ होइन। हेलमेटहरू पाउँछ, ग्लोभ्सहरू पाउँछ, किचेनहरू पाउँछ। किचेन के किचेन ए म त किचन भन्दा त अहिलेसम्म एचएम पढ्नु यहाँनिर सामानहरू छ होइन। केटा आएर ओरेर चेकआउट गर्नु सक्नुहुन्छ। मेरो बाइक चाहिँ यहाँनिर भित्र छ। यहाँनिर चाहिँ मेरो बाइकको काम दामी गरिदिन्छ दिपेशले। र यहाँ दिपेश छ होइन, त्यही हो उसको दोकानमा आएर चेकआउट हानिदिनु होइन। यस्तो छ यस। अहिले म बाइक चाहिँ देखाउँदिनँ होइन, सरप्राइज हो। अहिले यसमा बाहिरै निस्केर देखिन्छ होइन प्रकाशजीको। अब म स्कुलको वर्कसप जाने हो ल। लेट्स गो एन्ड मिट सम माई स्कुल। He is using a mount. Let's move, guys. Let's move on. Move. We are moving 19 mounting. र हाम्रो म कुनमा चढ्नु, मलाई त चढाउने
कि चढाउदिनुहोस् र गाइज अहिले यसकै बाइकमा भेटौँ ल नयाँ बाइकमा र गाइज र हामी चाहिँ यो र म चाहिँ जाँदैछौँ होइन बाइकहरू रेडी गर्ने ओर्ने कामहरू इत्यादिहरू गरिरहेको छौँ गाइज होइन त्यही हो बवाल भइरहेको छ रैला भइरहेको छ यो चाहिँ अहिलेको यो भ्यू चाहिँ हाम्रो यो नयाँ एक्स पल्स 200बाट आइरहेको छ या ओभी भन्छ र यो कुदाइहरू चाहिँ बवाल छ होइन त्यही हो पछाडिपट्टि हाम्रो प्रकाशजीको पनि आउँदैछ त्यही हो गइँदैछ महेशजीकोमा महेशलाई गएर भेट्ने ओर्ने हो होइन अब त्यही हो राइडको तयारीतिर तरफ लाग्ने हो अनि प्रकाशको के भन्छ त्यो ब्रेक लिभर चाहिँ हल्का उयो के भन्छ लुज भयो जस्तो खालको फिल भयो उसलाई फिल मतलब हो नै के को फिल मात्रै अनि अनि त्यही भएर उसले त्यही हल्का टाइट गर्नु पर्यो जीको भनेर भन्यो अनि उसको मनको कुरा मैले नै भन्नु सकिनँ सो यस सो वी आर गोइङ टु माई स्कुल वर्कसप र यहाँ चाहिँ हाम्रो जिगो जिगोको पनि नयाँ बाइक हो दामी देखिन्छ जिगोलाई मेन इन ब्ल्याक भएर हिँड्छ गोरे छ मेन इन ब्ल्याक भएर हिँड्न सकिहाल्छ हामी त मान्छे नै ब्ल्याक बाल्नै हुँदैन जिन्दगीमा गइँदैछ सर र अब अहिले एकछिनमा म स्कुलको ग्यारेज भिडियोमा भेटौँ ल अहिले सर र गाइस तपाईँहरूलाई त देखाइराख्नु पर्दैन र म स्कुल वर्कसप कहाँनिर छ भनेर होइन यहीँनिर हो अब यसले यहाँदेखि यस्तो हाल्छ र हाम्रो प्रकाशजीको अलिकति हतारैमा गइसक्यो अब के भन्नु प्रकाशजीको अहिले फोन गर्नुपर्छ नदेखेको खण्डमा यस्तै हो र यहाँनिर चाहिँ हाम्रो निकुञ्ज भाइको बाइक र हामी चाहिँ गइँदैछ अहिले र म स्कुल वर्कसपमा म ग्रो र गाइज अब म स्कुल वर्कसपमा हामी आइसकेको छु अब महेश गुरुलाई गएर भेट्ने सेट्ने हो महेश गुरुसँग कुराकानी गर्ने हो महेश गुरुलाई अनि सरप्राइज दिने हो के भन्दाखेरि चाहिँ म स्कुल मेरो बाइक कहाँनिर छ थाहा छ मेरो बाइक उहाँ छोडिकन आएको दिपेश स्टिकर हाउसमा अब बाइकको लुक्स फेरिँदैछ दाइ आज दिमाग लाग्यो कि मैले त्यो मेरो त अस्ति नै त्यो साइकल हानिदिएको ठाउँमा निन्जा टेक्निक के भन्न चाहनुहुन्छ यहाँ ल हामी अब दामी बाइक बनाएर जाँदैछौँ हामी एक्स ग्याङसँग कहाँ जाँदैछौँ केटा हो कहाँ जाँदैछौँ सन्दकपुर जाँदैछौँ अनि सक्छ त अनि र म चाहिँ अब म स्कुल ग्यारेजबाट बिदाइ माग्दै चल्दैको भोलि भेट्नुपर्छ ओके गुड बाई 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 ल अब हामी चल्दैको त्यही हो त्यो चिसिक्क मात्रै हो पहिलेसम्म गाइज मार्की पनि आउँदैछ मार्की पनि मेरो घरमा आएर सायद मलाई भेट्न आउँछ होला किनभने एक्सचेन्ज सो त्यही हो अब चल्दिउँ अब अघिदेखि हाम्रो के गऱ्यो अरे मैले होइन त्यही हो अहिले चाहिँ अब प्रकाश जिगु छ त्यही हो यहाँ जुत्ता लाउँछु गर्छु अनि त्यही हो निस्किन्छौँ हामी बाइक साइकलमा त भिडियो सिडियो बनाउँदिनँ होला त्यही हो होइन किनभने त्यत्तिकै मलाई मन पर्दैन अल्छी लाग्छ बोलेको गर्नु मुख सुक्छ ल त्यही भएर एकछिनमा मात्रै बोल्छु म आज चन्द्रगढी जाँदैछु म हल्का फुल्का मेरो एक्जस्ट पनि फेर्नु पर्नेछ एक्रा हालेको थिएँ अब एक्रा त निकाल्नु पऱ्यो नि त कहाँ चकचक गर्दै जानु जतिखेर अनि त्यही भएर अब एक्जस्ट फेरेर ओरेर अनि अर्को एक्जस्ट हालेर राम्रोसँग सभ्यस भएर जानुपर्ने हुन्छ हामी ट्राफिक रुल्स पनि बाहिर मानेर किनभने अस्ति भर्खर इलाका छिरेको थियो अब त्यसको चाहिँ ब्लगसक बनाइन इलाकाभित्र के त्यो लफडा गरिराख्नु भनेर त्यही हो चुना लाग्यो हल्का फुल्का त्यस्तै हो जिन्दगीमा मान्नुहुन्न सरहरू ढिट हुनुहुन्छ त्यही भएर चुना लगाउनुहुन्छ अहिलेसम्म भेट्नुपर्छ अब मुनि गएर बाइक निकालेर अनि म स्कुलकोमा ल चतर र गाइज म स्कुल वर्कसप आइसकेर यहाँनिर एक्जस्ट खोलिसकेको छु एक्रा आउट अब स्टक एक्जस्ट हाल्नुपर्ने हुन्छ होइन कुल भोलिको लागि हुलु रेडी त्यतिखेरसम्म म चन्द्रगढीबाट आउन्जेलसम्म यो ब्याग खोल्नु त यहाँ मिररहरू छैन दाइ मेरो बाइकमा त्यहाँ मिरर सिरर हालेर टक्क मेरो बाइक लिगल 45 बनाउँदा हुन्छ अनि यहाँ देख्नु सक्नुहुन्छ यो यस्तो गरेको काम होइन यस्तो देखिरहेको छ बाइक र हाम्रो यहाँ चाहिँ आतङ्ककारी एक्जस्ट हालिसकेको छ भाइले मोटर हेडमा दामीसँग होइन त्यस्तो आउँछ साउन्ड बब्बाल बेस आउँदो रहेछ होइन दामी यो भाइले बबाल बनाइसक्यो यो मोटर हेडलाई चाहिँ यस्तो देखिन्छ हाम्रो मोटर हेड चाहिँ होइन अनप्रोसेस अझै अब खतरा हाल्दैछ हुँदैछ अब मेरो भाइको पनि त्यही हो म स्कुलको बाइक यहीँ छ र गाइज म चाहिँ आइसकेको छु यहाँनिर एक्जस्ट लिएर मेरो स्टक एक्जस्ट ब्याक अन होम अघिको त्यो भिडियो सिडियोहरू मैले हल्का फुल्का गरिनँ किनभने तत्कालीन म क्विक गएर आइसकेको थिएँ र यहाँ आइसकेको छ मेरो जर्सी
भोलि देख्नु अब त्यही हो नेक्स्ट भ्लगमातिर आइहाल्छ फुटेज पनि निकालिदिएको मैले चाहिँ होइन त्यही हो बाइकको लुक्स यस्तो आइसकेको छ फुटेज पनि उताबाट देखाउँछु ल त्यही हो रेडी हुँदैछ यी मिरर सिरर पनि हालिसक्यो अब त्यही हो जानुको प्रस्तुति राम्रो भइरहेको छ अब त्यही हो अहिले यसो भेट्नुपर्छ महेश गुरु पनि छैन रहेछ महेश गुरुको बाइक पनि रेडी छ महेश गुरुले पनि डिबी किलर नो हालेको छैन विशेष ओके केही छैन हामी यसरी नै जान्छु रहिला गर्दै मजाले त्यही हो होइन त्यस्तै छ अब सुट पनि न्यु लुक्समा आइन्छ महेश बुढोको बाइक पनि आम्बो होइन होला यार बुढोले त चेन पनि नयाँ स्पोकेट पनि नयाँ हालेर त अनि त फ्लेक्सै गर्नु खोज्यो त यार मेरो पनि अगाडिको स्पोकेट त फेर्छु अब आरिसै लाग्यो लगाइछ अहिले चाहिँ भेट्यौँ गाइज मेरो बाइकको स्पार्क प्लग पनि फेरियो ओऱ्यो मिरर सेयर पनि हारियो ओऱ्यो होइन त्यही हो बाइक साइक बबालसँग रेडी भइसक्यो मिरर सेयर हाल्दाखेरि चाहिँ लुक्स यस्तो देखिएको छ बाइकको सूर्य सजना नमुना डोरेमन उनको देखेको छ बाइकको लुक्स अब यसमा घर गएर यहाँनिर दुलो छ होइन मैले यसै दिमाग लाग्यो यहाँनिर एउटा दुलो छ यहाँ दुलोमा ठ्याक्क हालेर उयो के भन्छ टक्क साइड लाइट अनि यतापट्टि पनि सेम त्यही गरेर साइड लाइट अस्थायी साइड लाइटमा अब हामी जान्छौँ सन्दकपुर महेश बुढोको बाइक पनि रेडी भइसकेको छ होइन महेश बुढोको बाइक कहाँ अब यस्तो यस्तो ओ महेश बुढोको बाइक यस्तो भइसकेको छ रेडी ल त्यही हो अब गएर घर गएर बाइक साइक त्यो होला त्यही हो यस्तो छ लुक्स बाइकको दामी त्यही अब म फुल ट्याङ्की तेल हाल्छु ओर्छु अनि बाइक लगाएर राखिदिन्छु अब भोलि बिहान कति बजी उठेर जानुपर्ने हुन्छ त्यो अब भोलि थाहा हुन्छ महेश बुढो पनि आउँदैछ अरे अब यही हो लास्ट सिन यही हुन्छ बाइक साइक लगाएर धुन्छु ओर्छु अनि त्यही अब भोलि बिहान भेट्नुपर्छ अब अनि भोलि बिहान सिधै चल्दिने हो यत्रो भिड छ यहाँ अब कहिले हालिसक्नु